जोडी परेहरू धेरै जना छ चाहिँ हामी चाहिँ यहाँ जोडी परे छैन। यहाँ चाहिँ शीतल छ के अनि घाम तल जाँदाखेरि शीतल चाहिँ अब भाग्दैन नि त। भएको थिएन अहिले चाहिँ रातो पनि भएछ। यो चाहिँ आलु चप पनि कोही इद्रो हुन्छ कोही यत्रो हुन्छ। यताको ठाउँ देखाउँछु। कस्तो राम्रो छ कि यो ठाउँ। मर्न खोजेको होइन सल्टिनी लिनुहोस् न। हेलो गाइस नमस्ते अनि वेलकम छ सबैजनालाई आजको मेरो न्यू भ्लगमा साथीहरू हैन। आज चाहिँ मेरो फर्स्ट भ्लग हो साथीहरू यो हैन। गुरुङ भ्लगमा चाहिँ मेरो फर्स्ट भ्लग हो यो हैन। सर्ट भिडियोहरू चाहिँ मैले राखिरहेको थिएँ। मैले लङ भिडियोहरू चाहिँ राख्न पाएको थिएन साथीहरू। सबैजनालाई स्वागत छ, सपोर्ट गरिदिनु होला है मेरो यो च्यानललाई पनि हैन। आज चाहिँ हामी यता पोखरा हैन लभली हिलतिर जाँदैछौँ साथीहरू। हेर्नु होला यस्तो घाममा पनि हामी पसिना भएर जाँदैछौँ। म यहाँ पोखरामा यहाँ लभली डाँडा भन्ने ठाउँ छ है। हेर्नु होला है साथीहरू। म सबै देखाउने छु। हामी त्यहाँ के गर्छौँ के हैन खान्छौँ पनि सब देखाउने छु। सो हेर्नु होला सबैजनाले है। यहाँ सानो भयो यता है एकदम रमाइलो छ यो ठाउँ है। राम्रो पनि छ र अनि नामै लभली डाँडा है। ओ त्यो खायो भने त हाम्रो त जिब्रो त पुरै छ होला। यहाँ छाता ओरेर हेर्नु यहाँ चाहिँ अब अप्ठ्यारो छ नि त। लभली हिल चढ्दैछौँ साथीहरू। ल हेर्नु होला है। भयो अब है नानीहरू छोरी र बहिनी पछाडि है। बोलिरहेको छ त नि होइन के हो। मलाई त बोली त मसाले सुन्दैन भन्दैछ क्या पछाडिबाट। हामी यहाँ ठ्याक्क अब हाम्रो यहीँ आइपुग्यो लास्ट यहीँसम्म हो। हरियाली छ एकदम रमाइलो छ है। यहाँ चाहिँ जोडी परेहरू धेरैजना छ चाहिँ हामी चाहिँ यहीँ जोडी परे छैन। हामी चाहिँ यतातिर नानी बहिनीहरूसँग चाहिँ यस्तो हैन यो चर्को घाम छ नि त धेरै अनि यस्तो शीतल छ होला। जाउँ न त हामी पनि यस्तो हैन खाजा लिएर खाजा पनि खाम अनि यस्तो घुमे जस्तो पनि हुन्छ फ्रेस हुन्छ। जाउँ न भनेर चाहिँ आइसकेका छौँ साथी। हामी यतितिर बस्छौँ अब किनभने कति हिँड्नु है। हेलो कान्छीहरू। यहाँ चाहिँ सिसाहरू चाहिँ एकदम के यस्तो राम्रो ठाउँमा हेर्नु होला। यस्तो सिसाहरू किन यस्तो गरेको होला यस्तो। हामी चाहिँ यही बस्छौँ है। योभन्दा माथि चाहिँ नजाने साथीहरू होइन। यहीँ शीतल छ अनि यो ठाउँ एकदम प्यारो लाग्छ हो। किनभने अब हाम्रो घरको छेउतिर नि भएर होला होइन। अरू यो ठाउँ चाहिँ यतातिर चाहिँ आज चाहिँ हामी यहीँ बस्छौँ। बहिनी र नानी यता छ चाहिँ फाइनली यही ठाउँलाई होइन यही ठाउँलाई रोजे होइन। यहाँ चाहिँ शीतल छ कि अनि घाम तल जाँदाखेरि शीतल चाहिँ अब भाग्दैन नि त। अनि त्यही भएर रुख ठुल्ठुलो छ त्यसको ठ्याक्क मुनि बसेको। अब यहीँ बस्छौँ होइन गफसप गर्छु। यहीँ बसेर रमाइलो गरौँ न शिला होइन। हजुरहरूको साथ सपोर्टको धेरै खाँचो छ अनि आशा गर्दछु हजुरहरूले साथ सपोर्ट गर्नुहुन्छ। ल हामी अब चाहिँ यहाँ खाजा पनि ल्याएको छ अब खाइन्छौँ है। हेर्नु होला है साथीहरू। खै जोरी परे वा मेरो गालाइमा मै खाइदेऊ माया मारे त। अलि पिरो भएपछि चोखो पाइ
पहिला सुरुमा सबै भुँदा निकाल्यो र आन्टी सबभन्दा पहिला म पानी हाल्छु ल ल साथीहरू है सबभन्दा पहिला यो चिसो होइन यो चाहिँ यहाँ चाहिँ बहिनीहरूले कोक खान्न के कोक अलि हुन्छ अनि यो फेन्टा ल्याएको छ है खानको लागि अनि फेरि हामीले बारीबाट लिएर आएको चाहिँ यो चाहिँ है बारीमा चाहिँ आरू छ यो चाहिँ जेठे आरू के तपाईँहरूको बारीतिर भएछ कि छैन हाम्रोतिर चाहिँ अब रातो आरू नि भन्छ है जेठे आरू यी रातो रातो भयो होइन तर चाहिँ यस्तो मजाको छ खाइ पनि देखाउँछु ल अस्ति अलि दिन अगाडि बारी हो अलिक गुलियो पसिएको थियो रातो भएको थिएन अहिले चाहिँ रातो पनि भएछ यो चाहिँ आलुचप यो आलु र यो आलु बघारा हो कि आलुचप भन्ने चाहिँ आज के अरे आलुचा यो अहिले ल अरू के भन्छ अहिले चाहिँ ल खामै ल सोइसको अचार खै तेरो चाहिँ खै म त मोमो नखाने मान्छे अचार खै घरमा सधैँ मोमो अचार तिमीहरूले सेम हालेको एकदम त्यही भएको भएर के गर्नु कि मोमो त्यति सानो कुन चाहिँको हालेको सिला एउटा बोरा गुलियो रहेछ न चङ्गो के हाल्दैछु त ए ल यो चाहिँ खिकी थोर ल यसले यहाँ है यिनीहरू हो र एउटै खाने हो नि ल तपाईँको मोमोमाथि ल साथीहरू चिकन र बाब्रा चिकन ल बाब्रा चिकन यहाँको डुबेर खाम्न है छिराउँदा पिज्जाहरू छिटो सिलाले त सानी आफ्नो त आमै खाम्न खानुपर्छ यो अनि मजा हुन नि है सिला त्यो चटनी सबै सेम हो र आन्टी सेम हो सेम अनि मोमोको लागि चटनी एकदम खेला खाने भने के छिटो एकदम कस्तो मजाको ठाउँ थियो है कसको फर्स्ट भ्याएको ल हामी त च्यालेन्ज खेल्दाखेरि सबभन्दा फर्स्ट जेमा च्यालेन्ज गरे पनि च्यालेन्ज खेले पनि मै फर्स्ट हुन्छ साथीहरू अलिकति अचार हाल्नु सक्नुहुन्छ बर्बाद गर्छ नि चिसो हात हो क्या ल म पिज्जा खाएँ ल ट्राई ल खाएँ चेरी हो चेरी होइन ओलिभ हो तिमीले यो कसरी बनाएको भन् त सुरुमा के हाल्यो सुरुमा डो तयार पार्छ नि मिठो हाल्यो पिज्जा के हाले बनाऊ यो चिकन चिज ओलिभ हो कि चेरी हो ओलिभ मलाई मन पर्दैन तर यो मन पर्छ खानुहुन्छ तिम्रो पऱ्यो तिमी खाऊ तर मलाई लाउँछ फेरि कहिले यसरी धेरै पछि यसरी घरबाट यसरी बनाएर
छुट्टै यसरी खान जाँदाखेरि त मजा हुँदो रहेछ है घरमा खानु र यहाँ खानुमा अलि फरक लागेन तिमीलाई छोरा पनि कस्तो मजा आयो सस छैन सस चाहिन्छ आलु बनाउँछ यो है यो कस्तो दामी बनाउँछ यसले मैले बनाएको त यस्तो कगरक्क खाँचो हुन्छ कस्तो बन्छ यार को हो त को हुन्छ लौ नै पिज्जा लिन्छ खाउ नै बनाएको ल खाऊ काँची खाऊ 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 खानु मन पर्दैन आइज त मन परेन नपरे पनि झ्याउ आफै आफै बनाउँदै आफै खानुपर्छ होइन मजा धेरै त बनाउँदैन होला कलेजमा त के अरे उसमा त बनाउँछ है अब भन्नाले बनाउँदाखेरि त एउटा एउटा बनाएर चाख्ने मात्र होला सबैजनाले होइन पेटभरि खाने हो सबैले अर्को बनाउँछ बनाउँछ धेरै नै होइन अनि त्यो खाने आफै तरिका त्यो पनि खानुहुन्छ होइन थियो कि अघिसम्म त त्यो मैले मिलाएको नसिला तर हातले खाइदिन्छ किन खुट्टाहरू पऱ्यो त्यो त समातेर फर्काउन सजिलो हुन्छ भन्ने मात्र हात हुन्छ म तिमीलाई मोमो सेलाएको छोरी है खिचेको मोमो कप खाइदिएन कति ढिलो खाएको त नि खानामा बोल्दामा यति छिटो म छाला भएर हो क्या ग्यास टेस्टी अब मैले खास त्यो चिकन डायमन्ड कति दिएको थियो चिकन डायमन्डको याद आएको थियो तर खानु होला भने चिकन डायमन्ड मैले खाएन मिठो हुन्छ यो चिकन ससेज चाहिँ फेरि बफ ससेज होइन है खाना बफ नखानेहरूसँग पऱ्यो भने फेरि गोलमोल हुन्छ क्या घाम पऱ्यो यार यो भागमा है आलु बनाएको थियो त अस्ति त मम्मीको एनिभर्सरीमा यति बनाएको थियो है कहिलेमा थियो किन थिएन मम्मीको एनिभर्सरीमा एक गाँठो बनाएको हो के को कस्तो है मिठो भएको थियो मिठो भएको योभन्दा रातो फेरि आज त हजार गरेर होला आज रातो भएन कस्तो मतलब कति केजी आलुको बनाएको रातो बनाउँदा चाहिँ कस्तो मिठो भयो कस्तो मिठो भयो सबैले बनाउनु भएको मैले बनाएको थिएँ अझ त्यो दिन नसकेर म त भोलिसम्म नि खाएको मैले बनाउँछु आलु यति भयो चटनी पनि के एकदम मिठो थियो क्या आन्टीको चटनी चाहिँ खत्रै हो कसले भन्यो मेरो अनि कति मन पर्छ तपाईँको चटनी लाग्थ्यो मिठो लाग्छ अरूहरू आज भन्छ है हामीले आलु बखरा भनेको चाहिँ होला नि आरू हो यो आलु बखरा भनेको अरू अस्ति गरेर पिलिप्पै गएर आज तिमी हामीले अरू दुईजना पनि दियो है त्यतिखेर
ए राम्रोसँग गुलियो नै हालेको थिएन त्यतिखेर त गुलिएर हालेको हुन्छ र कम त खाएँ साथीहरू होइन मोमो एक प्लेट दम्काएँ सुरुमा पिज्जा एउटा स्वाइट एउटा चम होइन आलु सकिन गाह्रो भयो यो मैयाको आलु यो मैयाको आलु तिम्रो मोमो खै पेटभित्र गयो हतार हतार टिप्यो यार अरूको पातै टिपिदिएछ हो हागै भाजी भाजी यो गाइजहरूले आलु खाने आउन गाइजहरू मलाई मसला बढी त्यो चाहिँमा पिरो थियो आलु दम पिरो आउँदा हामीले हाम्रो दिन यस्तै हुँदैछ साथीहरू हेर्नु होला न घाम न पानी होइन खाएको छ होइन तर हेर्न दिन पनि होइन अघि त अलिअलि घाम परेको थियो अहिले त के आनन्द भयो अरे गाउँमा चाहिँ यतिको रातो हरियो हो हरियो चाहिँ हो त्यो पछि पाएको चाहिँ हुन्छ पहेँलो हुन्छ पहेँलो हुन्छ रातो हुन्छ होइन रातो हुन्छ हाम्रो यो रातो हुन्छ कुनैमा हरियो हुन्छ आँप पनि कोही इद्रो हुन्छ कोही यद्रो हुन्छ ढाकामा आफू पनि छ है एउटा बारीमा दुध रोप्छ पानी घट 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 खाने मान्छेहरू हाम्रै हो बर्खा बेलामा ढाकामा बस्दैन यस्तो आलु चाल्छ दुईवटा रुख है एउटा मुनिपट्टिको रुखमा त यस्तो रुख फल्छ फल्छ है तल है तल्लोमा है रुखमा ल मलाई चाहिँ फुल भयो साथीहरू म चाहिँ अब बनाएको यताको ठाउँ खाना त धेरै यताको ठाउँ देखाउँछु मान्छे खाएपछि उड्नै गाह्रो अनि लै सिला म तिम्रो चप्पल लाउँछु ल एकैछिन ल कता एउटा त मुनि त तपाईँको झ्याँ पुग्नु छ म ढुङ्गा त घोच्छु कि है शीतलमा Oh my god. खाजा पनि खाइसकेको अवस्था अनि हेर्नु न कस्तो मजाले शीतलु मैयाहरू त अझै खानामै व्यस्त छ यार हेलो खाऊ खाऊ खानालाई जन्मेकाहरू खाऊ खाऊ मलाई पुगेको हो यस्तो रमाइलो छ हेर्नु होला यो हो लभली डाँडा साथीहरू वाउ म त यहीँ बसेर फेरि घुम्छु ल कस्तो राम्रो छ यो ठाउँ हो माथितिर चाहिँ घाम धेरै छ त्यही भएर म माथितिर गएन हामी यतैतिर मर्न खोजेको होइन सल्टिनी लिनुहोस् न लिनुहोस् न लिनुहोस् हाम्रो त फेरि ओरिजिनल भोइसमै फेरि बाटो कताबाट हो आएको ठाउँ नै भुले यार कहाँ कहाँबाट हो सबै ठाउँ मैयाहरू कस्तो भयो ड्राई पिकनिक एकदम मजामा हो मिठो भयो नि रमाइलो भयो नि ल अब यसरी बसेर मात्र हुँदैन टाइम त अब गइसक्यो गुटुङटुङ अब यतातिर फेरि 2-3 बजेपछि त गडाङ गुडुङ कस्तो राम्रो रमाइलो देखेको हेर्नु न एकदम फेरि हरियाली छ है अन्त चिप्लेर यहाँ फेरि ब्ल्याङ्खाऱ्याङ्कै पऱ्यो भने छैन ल हामी चाहिँ अब यता घुमघाम गरियो है गफसप गरियो रमाइलो भयो अब खाजासाजा नि खाइयो साथीहरू अब लागेको घर साथीहरू कस्तो लाग्यो हाम्रो आजको ड्राई पिकनिक प्लस घुमघाम दिदीबहिनी भेटघाट पनि थियो होइन कस्तो लाग्यो हजुरहरूलाई ओ बाटो यता छ कि छैन यता छैन यताबाट छ होला कि पछाडिबाट मैले एउटै छैन आजै हामी पनि फर्केको है बाटो त पाएन त यार
हामी चाहिँ गएको ल साथीहरू, सबैजनाले माया गरिदिनु होला। कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला ल। अब चाहिँ अब नेक्स्ट भ्लगमा पनि यस्तै भिडियोहरू लिएर आउने नै छु साथीहरू। त्यसको लागि हजुरहरूले मलाई सब्सक्राइब गर्नुपर्ने हुन्छ, गरिदिनु होला है ल साथीहरू। अब नेक्स्ट भिडियोमा भेटौँ ल। अब चाहिँ लाग्छौँ है तल, यहाँ अब त्यहाँबाट चाहिँ गाडी समातेर गइन्छ तलबाट चाहिँ। अब ल साथीहरू अब चाहिँ घर लागिन्छ। अब नेक्स्ट भिडियोमा भेटौँ ल सबैजनालाई। बाई 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 सिलु बाई बाई।